got so. ल है हामी पनि हिँड्यो कसको कति केक आयो भनेर हेर्नलाई अनि त बहिनी पनि ढिलै रमाइलो हेर्न जान लाग्यो अब रमाइलो हेर्न जान लाग्यो है हामी होइन हो नि रमाइलो हेर्न अनेको जात्रा ल है हामी पनि आइयो मान्छेको त्यहाँ कति धेरै घन्टी टिनी हुन्छ जनताहरू भोट गर्नेको कसले जित्छ कसले हार्छ भनेर हेर्न आएको लास्टमा थका लगाएर बस्यो हेर्न त्यो पनि सुनाउनु 5 कुने तारामा 70 घन्टीमा 2349 हलोमा 106 ढल्केको छातामा 1 मादलमा 1 गिलासमा 3 खुलेको एकल आँखामा 7 कुखुराको भालेमा 1 काखमा बच्चा लिएको आमामा 2 अन्जुलीमा रहेको माटो 31 गोला 5 कुने तारामा 138 घन्टीमा 1719 50 मत ढल्केको छातामा मत प्राप्त भएको छैन मादलमा 90 गिलासमा 1 खुलेको एकल आँखामा 1 कुखुराको भालोमा कुनै पनि मत प्राप्त भएको छैन काखमा बच्चा लिएको आमामा कुनै पनि मत प्राप्त भएको छैन अन्जुलीमा रहेको सो गाइजहरू अहिलेसम्म सब घन्टी जितिरहेको छ है घन्टी जितिरहेको छ अहिलेसम्म अनि त्यही भएर हामी चाहिँ अब यस्तो अल्छी लाएर हिँडिदिएको ल अनि 5-6सम्म गरेर सकिसक्यो 7 र 8को चाहिँ गर्दैछ अरे भनेर आयो अब हामी कफी खान जाने कफी कस्तो कप्स खान जाने कप्स खान जाने अनि त्यसपछि रातिको 12 बजे आउने फेरि 12 बजे होइन के 10-11 बजे क्या आउने ल आउनु है त्यो बेला हो हुन्छ नि त स्कुटर सरर हुने क्या के छ र जिन्दगानीमा सुत्दिने होइन अनि म त सुत्दिने यस्तै छ आजको दिनचर्या गाइजहरू ल बाई राति दिन नलाएर नजरा हेरेर फर्कियो अनि पछि फेरि बेलुकातिर आउनु पर्ला के कसो अहिलेसम्म घन्टीको चिज के को चिज हान्डे जेन्जी आन्दोलनमा त खुब गएर रुइरहेको थिइस् मुना ब्लग्स हेलो लाइक सेयर सब्सक्राइब गरिदिनु होला हाम्रो ब्लगमा सोझो पल्टे सोधै छु पाए त एकछिन चस्मा कफी एक सिप खाइदिन्छ कफी सरी कफी कफी नि खाइयो गाइज चिया पनि खाइयो फेरि पनि हामी आइपुग्दैछौँ चुनाव लागिरहेछ है गाइज चुनाव लागिरहेछ चुनाव गाइजहरू फेरि आइपुग्यो है हामी त होइन पटक भइरहेको के पटक भएन जिस्यो अब कस्तो राम्रो थियो दिदीलाई औ त ह्यान्डसम थियो वायो यस्तो चाहिँ माहौलहरू रहेको चन्द्रगिरी नगरपालिका वडा नम्बर 2 देखि वडा नम्बर 11 सम्म 10 नम्बर क्षेत्र अन्तर्गतका
मतदान केन्द्रहरू पर्ने गर्दछन्, जसमा चन्द्रगिरी नगरपालिका वडा नम्बर 2 को मतगणना कार्य सकिएको छ। र विभिन्न निर्वाचन चिन्हहरूले निम्नअनुसार मत प्राप्त गर्नुभएको छ। सूर्य 79, रुख 246, 5 कुने तारा 286, घन्टी 1191, 3 खुलेको एकलाखा 2 पञ्जुलीमा छलफल कार्य छलफल कार्य के भयो रे मिस्टर दाजु? हेलो ठिकै छ, हामी यहाँ यस्तो बसिरहेको छौँ। यही हो ब्लग। अब त्यही ब्लग बनाउनु ल। हजुर हुन्छ, हस् भइहाल्छ नि। है बहिनी, यो ठाउँ चाहिँ एकदम रमाइलो छ। भोट काउन्ट होइन, भेरी ब्युटिफुल प्लेस वी हेभ। क्यामेरा अन भएपछि इङ्ग्लिस पनि जाँदो रहेछ। होइन त्यस्तो होइन, म बोलिरहेको हुन्छु प्रायः जस्तो, हजुरहरूले सुन्नुहुन्न रहेछ होइन। रमाइलो छ। क्यामेरा अफ हुने बित्तिकै फेरि असली त्यस्तो होइन नि, त्यस्तो हुँदैन। त्यस्तै हुन्छ। कतिचोटि खिचिरहनु भएको मलाई आँखा तिर्मिरहेको। वडा नम्बर 3 गए गाइजहरू अन्तर्गतका विभिन्न मतदान केन्द्र चन्द्रगिरी नगरपालिकाको यस अनुसार रहेको छ। सूर्य 181, रुख 294, 5 कुने तारा 94, घन्टी 1271, औजुलीमा 1000 कोडे छ है जहाँ पनि। 16 भोग लगाएर गए दाजुलाई भोग लगाएर युज गर्नु न त, के भन्यो यति खानु भइहाल्यो त नि। खानु छिटो खानु। उसको ब्लगमा खानुपर्ने अब, खाइदिनु पर्ने अब। आजको ब्लग 2 घन्टाको ब्लग हाल्छु गाइजहरू। म के भने 2 घन्टाको ब्लग हालिदिन्छु म। वाच टाइम बढ्छ कि कसले हेरेर बस्छ तिम्रो त 2 घन्टाको? तपाईँले खायो यो मुला पाकेको छैन, यो फाल्यो। पानी पानी तातो तातो खान्छ अनि किन पाक्या तातो पानी पानी के वाटर हो के अरे मिनरल वाटर ल्याउने हो पर्दैन त्यो तातो खानु छ नि। भइसक्यो कति खानु? त्यही 2 घन्टाको भिडियो हाल्नु पर्यो नि दाजु। अर्को आयो लेग पिस। अर्को आयो लेग पिस रे। के हाँसेको नि? गाइज के हो क्या भ्लगमा यसो बोल्नु पर्यो क्या ब्लग। ल खाँदै स्वाप्राक्क लाएर मुना र म चाहिँ एउटा छिटो खानु न। स्वाट पार्नु न, कस्तो नाटक पारेको के। त्यसले जस्तो गरेर खानु पऱ्यो नि, भ्लगमा त अलिकति सिनियर देखाउनु पऱ्यो। यसरी कहिले त यसरी खाने हामी त। मेरो त आइरह 4 नम्बरको 5 कुने तारा 113, 113 5 कुने तारा 1534, ल है ल ल जाउँ। हो 1500 आइहाल्यो। ल जाउँ 4 नम्बरमा। जित्सक्यो अब घर जाने अब। भोलि हुन्छ नि बिजेपी आली। ल गाइज भोलि बिजेपी 10 नम्बर क्षेत्रले घन्टीमा जितेको छ गाइजहरू। अझै बाँकी नै छ।
जितिसक्यो अब 23-24,000 25-30,000 ल्याउनु सक्दैन अब खुसी भयो क्या घन्टी बजाउँदाखेरि होइन एमाले भएको त आएर पाटपुट हानिदिन्छ अब चाहिँ हामी चाहिँ घर जाँदैछौँ हामी घर जान लागिरहेको छौँ अब भर्खर 4 पुग्यो 10 सम्म पुगुन्जेलसम्म रातिको 12-1 बज्छ जस्तो लागिसक्यो होइन त्यही भएर घर जाँदैछौँ हामी हामी भात पकाउनु पर्छ मेरो त होइन हेलो गाइजहरू अब आजको ब्लग यतिसम्मै हुनेछ सी इन द नेक्स्ट भिडियो बाई सोमबारदेखि जिम जाने हो